हे गाइज, सो अहिले चाहिँ मलाई लागेको छ सर्दी त्यसैले मैले तातोपानी त खाथेँ तर सर्दी चाहिँ राम्रो भएको छैन। अब खै कति बेला राम्रो हुन्छ मलाई त्यस्तै गाह्रो छ कि अहिले। अब म जाँदैछु आफ्नो घरको रोडमा। अगाडिनिर रोड छैन, त्यो घर भयो। अनि अगाडिनिर रोड छैन, अब जग्गा किन्ने भएपछि सम्पर्क हान्नु। यहाँ से जहाँ तक नजर जाती है वो मेरा है। हो गाइस, ओ भिडियो बनाइहाल्नु बनायो आफ्नो यादको लागि है। यो चाहिँ रोड दामी दामी छ। यस्तै छ केटा हो पर म कता जाउँ भन्ने कुरा होइन। घाम चाहिँ एकदमै क्यामेरामा लागिरहेछ नि। बाख्राहरू अहिले माया गर्ने यिनीलाई भुटेर खान्छन् होइन, यिनीहरू पापीहरू। खाना त आफू पनि खाइन्छ तर के गर्ने, यस्तै छ। खाना त आफूले पनि खाइन्छ। पारिनिर अनि पागलहरू के गर्दैछन् हेर होइन। होला क्या दाम हो। सो राइट, अहिले चाहिँ अब तिनीहरू गइसके, मैले धपाइसकेँ। किन भनेपछि तो गाइड, अब हम क्या बोले आप लोगों को, हमें कुछ समझ में नहीं आ रहा बहन। तो अब गाली देने का भी मन नहीं कर रहा मेरा तो केटा हो। यस्तै छ, मान्छेहरू मुख हेर्दैछन्। फक अफ लाइफ होइन। लाइफ किन फक अफ, लाइफ त एकदम झकास छ। घरका सब छँदैछन्। लाइफ के को झन्झट भनौँ होइन, सब लाइफमा चिल एकदम फुलफिल लाइफ छ। अनि मान्छेहरू के सोच्लान् भन्ने चाहिँ मैले सोच्दै छैन। किनकि मान्छेहरू मैले एकचोटि हेर्ने हुँदैन, 10 मिनट याद गर्ने हुन् मलाई। 10 मिनट नि गर्दैन कोही मलाई चिन्छन् है। मलाई चिन्छ पनि नै यतातिर होइन, यतातिर भन्नाले पनि अब रोडमा हिँड्ने को चिन्ने हो मलाई। त्यसैले मान्छेहरू 2 मिनट याद गर्छन् भन्नाले पनि 2 मिनट हेर्ने हुन् भयो। कोही याद गर्दैन तिमीहरूलाई। त्यसैले मजाले भिडियो बनाऊ। अब म चाहिँ पुरै गाउँलाई हेरिरहेछु, को मलाई हेरिरहेछ भनेर। तर यस्तो चाहिँ गर्नु नहुने। तर अब रिश्तेदारको मुखनिर त लाज लागिहाल्छ नि। के गर्ने अब, जाउँ भन्नाले पनि घाम धेरै लागिरहेछ। मैले सनक्रिम नि लाएको छैन। अनि तपाईँले जिवेदा भन्ने ब्रान्ड थाहा छ? त्यहाँबाट हजुरले किनेपछि तपाईँहरूलाई मिल्नेछ कति % डिस्काउन्ट मेरो नाम लिएपछि, किनकि म त्यसको ओनर हो, CEO हो, CEO। अनि जिवेदाबाट तपाईँहरूले हेर्न सक्नुहुन्छ मेरो मुख कति चम्किएको छ। सिर्फ एक फेसवास लगाएर, जसको नाम हो जिवेदा भन्ने फेसवास हो होइन। जिवेदा नामै डेन्जर छैन, एकदम फुल नेचुरल छ। एकदम कुनै पनि साइड इफेक्ट हुँदैन भन्नाले कुनै पनि फेसमा साइड इफेक्ट हुँदैन। अनि जुनसुकै स्किनमा पनि त्यो खप्छ के भन्नाले अब खोप्छ, त्यही ओइली होस् या ड्राई होस् जस्तै पनि, किनकि त्यो नेचुरल हो। नेचुरल त नेचुरल कहीँ पाउँदैन के ज्यादातर। तर अलि महँगो चाहिँ हुन्छ है जिवेदाको। त्यसैले किन्ने भए किन्नु होइन, नत्र नकिन्नु। म भन्छु किन्नु, त्यसको सिरम पनि किन्नु भयो।